20 जना चाहिँ घटनास्थलमै मृत्यु भएको अवस्था छ। कसैको हात चुडिएको अवस्था छ, कसैको खुट्टा चुडेको अवस्था छ, कसैको भुँडी नै बाहिर निक्लेको अवस्था छ, छतविच्छेद अवस्था छ, कसैको खप्परै छैन। त्यस्तो छ, एकदम विवश तरिकाको छ। 800-900 मिटर तल छ, त्यो पनि छरपष्ट छ, एकै ठाउँमा छैन। गाडी धुँदा जुधा अवस्थामा छ, कोही रुखमा अड्केको छ, कोही चाहिँ जान्छ। तर त्यो ठाउँमा जानलाई पनि जुन गाडी जुन ठाउँमा छ त्यो ठाउँसम्म जानको लागि पनि धेरै जोखिम छ। 3-4 ठाउँबाट रेस्क्यु गर्न सकिन्छ कि भनेर कोसिस गरियो। तलबाट पनि भिड छ, साइडबाट पनि भिड छ। एउटा मात्रै विकल्प डोरी लगाएर गएर लिएर आउने भन्दा अर्को विकल्प छैन। न यहाँ हेलीको विकल्प छ, न अन्य कुनै छ। डोरी लगाउने, म्यानुअल्ली उठाउने बाहेक अन्य कुनै पनि विकल्प नभएको हुनाले यो चाहिँ नि अब ढिलाइ हुने भन्नुको मतलब पनि यो ट्रेनको कारणले गर्दाखेरि ज्यादै नै अप्ठ्यारो ठाउँ भएको हुनाले त्यस कारणले अलिकति ढिलाइ भएको हो। जुन ठाउँबाट दुर्घटना भएको छ त्यो ठाउँबाट उकालो छ, चढाइ छ गाडी चढ्नुलाई। गाडी अगाडि गएर पछि ब्याक भएको अवस्था देखिन्छ। हामीले हेर्दाखेरि गाडी अगाडि गयो, म गएर टर्निङमा चाहिँ गाडी टर्निङ गर्न नसकेपछि गाडी ब्याक भएको अवस्था छ र ब्याक भएर चाहिँ गाडी सिधै त्यो उसमा खसेको छ। त्यहाँबाट लगभग 800-900 मिटर तल खसेको अवस्था चाहिँ छ। पूर्वी रुकुमबाट चाहिँ रिजर्भ भएर आएको गाडी रहेछ। अब उताबाट आउँदाखेरि 15-16 जना नै रिजर्भमा बसेर आउनु भएको रहेछ। बिचमा पनि मान्छे चढेको देखियो। गर्दाखेरि लगभग 21 जना यो गाडीमा अहिलेसम्मको हामीले उद्धार गरेको सङ्ख्या र घाइते भएको सङ्ख्या गर्दाखेरि 21 जनालाई चाहिँ टोटल 21 जना कन्फर्म भएको छ। त्यसमा 1 जना चाहिँ घाइते हुनुहुन्थ्यो, उहाँलाई चाहिँ तुरुन्तै उद्धार गरेर हामीले थबाङमा पहिला प्राथमिक उपचार गरेर पछि रिफर भएर चाहिँ रुकुम पुग्नुभयो। 20 जना चाहिँ घटनास्थलमै मृत्यु भएको अवस्था छ। हाम्रो टोली पनि खास गरेर यो मेला ड्युटीको लागि, आज चाहिँ मेला ड्युटी थियो, मेला ड्युटीको लागि चाहिँ थबाङबाट अनि उवाबाट हाम्रो मातहतबाट यो बाटोमा हिँडिरहेको थियो र हाम्रो उवाको जो अगाडि बाइकमा आएको 2 जना टोली थियो, ऊ टोली यहाँ नजिकै आउँदाखेरि माथिबाट गाडी खसेको आवाज चाहिँ उसले थाहा पायो। थाहा पाइसकेपछि फर्स्ट इन्फर्मेसन चाहिँ हाम्रो प्रहरीले नै गरेको थियो। अनि यो अन्दाजी त्यस्तै 2:40 बजेको समयमा हो हिजोको। यो गाडी खास कता जाँदै रहेछ? यो चाहिँ माथि जलजला क्षेत्र, जलजला क्षेत्रमा आज चाहिँ मेला छ। यो पूर्णिमाको उपलक्ष्यमा त्यहाँ अब विभिन्न धार्मिक मेला छ। त्यही मेलाकोमा जाने क्रममा चाहिँ गइरहेको थियो। अब हिजो अलिकति मौसम पनि खराब थियो, पानी परिरहेको थियो। अब बाटो तपाईँले देखिराख्नु भएको छ, एकदमै कच्ची सडक। अब यो धेरै टर्निङहरू भएको अनि बाटो पनि धेरै साँघुरो छ। अनि त्यहाँ गाडी जाँदाखेरि जुन ठाउँबाट दुर्घटना भएको छ त्यो ठाउँबाट उकालो छ, चढाइ छ गाडी चढ्नुलाई। गाडी अगाडि गएर पछि ब्याक भएको अवस्था देखिन्छ। हामीले हेर्दाखेरि गाडी अगाडि गयो, म गएर टर्निङमा चाहिँ गाडी टर्निङ गर्न नसकेपछि गाडी ब्याक भएको अवस्था छ र ब्याक भएर चाहिँ गाडी सिधै त्यो उसमा खसेको छ। त्यहाँबाट लगभग 800-900 मिटर तल खसेको अवस्था चाहिँ छ। यो गाडी खास ब्याक हुनुको पछाडिको कारण यो ओभरलोड हो कि के हो खास? अब यो मेलामा आएको मान्छे त नर्मल्ली 21 जना भनेपछि त सामान्यतया ओभरलोड नै मानिन्छ। अब यसमा मेलामा आउन सायद मान्छे मात्रै छैन, त्यसमा अब सामान पनि हालेको छ। उनीहरूले आफ्नो अन्य चिजहरू पनि हाल्दाखेरि अब क्षमताभन्दा बढी नै छ। एउटा त क्षमताभन्दा बढी नै भइहाल्यो। अर्को मेन कुरा बाटो चाहिँ चिप्लो पनि छ, साँघुरो पनि छ, टर्निङ भएको अनि बाटो चिप्लो भएको कारणले चाहिँ गाडीले पिकअप लिन नसकेको अवस्था हो। दुर्घटना पछि उद्धारमा निकै ढिलाइ भयो, एकदमै अप्ठ्यारो छ यहाँ ठाउँ यो जहाँबाट गाडी तल झऱ्यो। यो हिजो 2:40मा घटना घटिसकेपछि हाम्रो टोली यहाँ आयो। पानी पनि परिरहेको थियो। पानी परिसकेपछि यो तपाईँको जहाँबाट गाडी खसेको छ त्यहाँबाट त्यो जो मान्छेहरू, जो डेड बडीहरू भयो मान्छेहरू छ 800-900 मिटर तल छ, त्यो पनि छरपष्ट छ, एकै ठाउँमा छैन। गाडी धुँदा जुधा अवस्थामा छ, कोही रुखमा अड्केको छ, कोही चाहिँ जान्छ। तर त्यो ठाउँमा जानलाई पनि जुन गाडी जुन ठाउँमा छ त्यो ठाउँसम्म जानको लागि पनि धेरै जोखिम छ। प्रयास गरेको अनि गएर हामी चाहिँ गयो, जाँदै पनि अब माथिबाट ढुङ्गा लडिरहेछ, पानी परेको कारणले ढुङ्गा लडिरहेछ। त्यहाँ पुगिसकेपछि अब रेस्क्यु गर्न चाहिँ माथि ल्याउन सक्ने सम्भावना देखिएन। नदेखिएपछि हामीले के गर्यौँ भनेपछि त्यही नजिकको छरिएकोलाई कलेक्सन गरेर 2 ठाउँमा कलेक्सन गर्यो। गर्दा गर्दा रात पर्यो। रात परेपछि मौसम गडबड छ। अब ट्रेन तपाईँले अहिले दिउँसो देख्नु भएको छ, दिनमै त मान्छे जान सक्दैन, रातमा कसरी जान्छ?
जोखिम छ। त्यो भएपछि राति गर्न सक्ने अवस्था भएन। त्यसपछि बिहानबाट हामीले यो सुरु गऱ्यौँ। बिहानबाट तयारी गरेर 3-4 ठाउँबाट रेस्क्यु गर्न सकिन्छ कि भनेर कोसिस गरियो। तलबाट पनि भिड छ, साइडबाट पनि भिड छ। एउटा मात्रै विकल्प डोरी लगाएर गएर लिएर आउनु भन्दा अर्को विकल्प छैन। न यहाँ हेलीको विकल्प छ, न अन्य कुनै छ। डोरी लगाउने, म्यानुअल्ली उठाउने बाहेक अन्य कुनै पनि विकल्प नभएको हुनाले यो चाहिँ नि अब ढिलाइ हुने भन्नुको मतलब पनि यो ट्रेनको कारणले गर्दाखेरि ज्यादै नै अप्ठ्यारो ठाउँ भएको हुनाले त्यस कारणले अलिकति ढिलै भएको हो। तर हिजो घाइतेको हकमा चाहिँ हामीले तुरुन्तै नै घटनास्थलमा पुगेपछि एकजना घाइते भेट्न सक्यो, उसलाई उद्धार गरेर तुरुन्तै पठाइयो। अरूको अवस्था चाहिँ डेथ भइसकेको अवस्था भएको हुनाले अब तिनलाई माथि ल्याउनलाई धेरै जोखिम भएको हुनाले हिजो चाहिँ यो ट्रेनको कारणले ल्याउन नसकेको। आज बिहानबाट हाम्रो नेपाली सेना, सशस्त्र प्रहरी सबै गरेर सबैको टिम मिलेर चाहिँ उद्धार गरेको। अहिले घाइतेको अवस्था के छ अहिले त्यसो? घाइतेको अवस्था अहिले सामान्य नै छ, ठिकै छ। उमेर समूहका त सानो बच्चादेखि लिएर नाबालक बच्चाहरूदेखि लिएर 50-60 वर्षसम्मका मान्छेहरू छन्। सबको अवस्था के थियो डिएसपी साहबले? क्षतिग्रस्त अवस्थामा सबहरू, कसैको हात चुनिएको अवस्था छ, कसैको खुट्टा चुनेको अवस्था छ, कसैको भुँडी नै बाहिर निक्लेको अवस्था छ, छतबिच्छेद अवस्था छ, कसैको खपरै छैन। त्यस्तो छ, एकदम विवश तरिकाको छ। जस्तो यो गाडी चाहिँ लु 41 नम्बरको गाडी रुकुमपुरबाट डोल्पातर्फ प्रस्थान गरिसके पश्चात इलाका प्रहरी कार्यालय थबाङमा चाहिँ इन्ट्री समेत नभएको रहेछ। त्यहाँ तपाईँको जनशक्ति अभाव भएर हो कि ड्राइभरहरूको अतेरी नै भएर हो कि इन्ट्री किन नभएको रहेछ? इन्ट्री भएको छ, इन्ट्री भएको छ, भएको छैन भन्नुभयो। इन्ट्री भएको इन्ट्री गरेको छ। तर अब तपाईँहरूको इन्ट्री देखाउँदाखेरि 16 जना 14 जना देखाएको छ कि त्यहाँ इन्ट्री चाहिँ त्यसरी देखाएको छ। हाम्रो आउन त रुकुमबाटै आएको छ, त्यहाँ सबै ठाउँमा चाहिँ 16-17 जना देखाएको छ। यहाँ बिचबाट चढेको जस्तो देखिन्छ केही मान्छेहरू, जस्तो बुढाबुढी मान्छेहरू, अब हिँड्न नसक्ने मान्छेहरूले यो बिचबाट जब थबाङ क्रस भइसकेपछि पनि बिचबाट लोकल मान्छेहरू पनि चढेको देखिन्छ। यो गाडीमा सवार यात्रुहरू कुन कुन ठाउँको हुनुहुन्छ? यो यकिन गर्न सक्ने अवस्था छ कि छैन अहिले? यो हेर्दाखेरि एउटा धेरै अधिकांश मान्छेहरू चाहिँ उसको रुकुमपूर्वको छन्। मैले एकचोटि हेरिहालेँ, यो पूर्वी रुकुम सिस्ने गाउँपालिका 5 टाकुरा भन्ने ठाउँको मान्छे अधिकांश त्यहाँको मान्छेहरू हुनुहुन्छ र केही मानिसहरू दाङको पनि हुनुहुन्छ। दाङ शान्तिनगरतिरको पनि पर्नु भएको। टाकुराको कतिजना जति हुनुहुन्छ? अब यो मैले भनिहालेँ नि, 20वटा नाम कलेक्सन भएको छ, सम्भावित नाम। अब यिनको चाहिँ अब उनको आफन्तलाई चिनाएर एकुरेसी बल्ल हुन्छ। आफन्त आइसक्नु भएको छ? अब कतिपयको आउनु भएको छ, अझै धेरै मान्छेहरू आउनु भएको छैन। दाङतिरको केही मान्छेहरू आउनु भएको छ, पूर्वी रुकुमको पनि वडा अध्यक्षहरू आउनु भएको छ। अब जस्तै एउटै घरको 7 जना 9 जना पनि भनिएको छ, फ्यामिली परेको छ भनेको छ। जस्तै अब दाङतिरबाट आएको अनि मान्छेहरू लगभग 7-8 जना 9 जना जति एउटै घरको फ्यामिली परेको छ भनेको छ।